Yo, what's up guys? Welcome back to my channel. So सबैजनालाई वेलकम छ मेरो ब्लगमा है। आज चाहिँ हामी हाम्रो न्यू हेलमेटको अनबक्सिङ गर्न जाँदैछौँ। कस्तो छ त मेरो नयाँ हेलमेट? लेट्स सी। Guys, this is my new helmet. देख्न सक्नुहुन्छ रोयलको हो यो हेलमेट चाहिँ। ब्ल्याक कलरमा छ है। पछाडि डिओडी सर्टिफाइड हो हेलमेट पनि। अनि सो लुक्स वाइज त अति नै दामी छ हैन। अनि सो भाइजर चाहिँ मैले लिएको छैन, भाइजर लिएर जानुपर्ने हुन्छ हैन। भाइजर पनि दामीवाला किन्छौँ हामी गाइस। अनि प्याडिङहरू पनि दामी छ, भित्रपट्टि अति नै कम्फोर्टेबल छ। सो भित्र अट्याचवाला हुन्छ यो चाहिँ, सब वास गर्न पनि मिल्छ, लाउँदा पनि एकदम फिटिङ गुड छ मलाई चाहिँ है। अनि सबैले आफ्नो साइजको अनुसारको हुन्छ हेलमेट चाहिँ, बट यो मलाई चाहिँ एकदम फिटिङ भइरहेछ हैन। लुक्स वाइज फुल एग्रेसिभ पनि छ, दामी देखिरहेको छ हैन। साइड वाइज पनि दामी देखिरहेको छ। सो मलाई चाहिँ खासै बोल्न चाहिँ आउँदैन हैन, तर पनि म भ्लग बनाउन चाहिँ म फुल ट्राई गर्छु आफ्नो तर्फबाट। सो गाइज सट्ट हाम्रो गोप्रो सेटअप पनि भइसक्यो होइन। टक्क दामी बनाइसकेको छु मैले हेलमेटमा टक्क है। अनि बिफोरको हेरिसक्नु भयो होला, पछिको परिस्थिति आयो। अनि टक्क यो माइक्रो एडाप्टर हालेर टक्क गोप्रोमा जोडेर टक्क साउन्ड यहाँभित्र माइक यहाँनिर राखेको छु मैले है। Hi vlog, welcome to my guys. Shut down. यो गाइज हामी चाहिँ अब निस्क्यौँ है। टक्कसँग बाइक पनि निकालिसकेको छु। अब हामी जान्छौँ आज भक्तपुर केटा हो। वेलकम टु न्यू भ्लग एन्ड न्यू भिडियो मेरो। म चाहिँ दिपक दाइलाई फर्स्टमा पिकअप हान्छु, त्यसपछि हामी दुई भाइ जान्छौँ कता भन्दाखेरि भक्तपुरतिर गाइज। किन भन्दाखेरि मेरो नयाँ हेलमेटको लागि नयाँ भाइजर चाहिरहेको छ। अनि अति नै जाडो छ। हाम्रो देशको मौसम चिसिएको छ, जाडो बढ्यो। देशभरि जनता यतिखेर जाडोको कारणले गर्दाखेरि उकुस मुकुस छन्, जनता समस्यामा छन्, पीडामा छन्। जाडोमा सेफ भएर बस्नुपर्ने हुन्छ। गाउँतिर त झन् हिउँ पनि परिरहेको छ अरे, मैले सोधेको थिएँ होइन। मलाई साथीले भन्दै थियो हिउँ परिरहेको छ यार, यतातिर आउने नघुम्न भन्दै थियो मेरो ओसन साथीले। के ओसन, आई मिस यु। हिजो भर्खर कुरा भएको थियो, अघि बिहान कुरा भएको थियो मेरो ओसनसँग। अनि हिउँ परिरहेको छ यार यतातिर त भन्दै थियो। ऊ दाइ त्यहाँ बसिराख्नु भयो, मलाई वेट हान्दै हुनुहुन्छ। आउनु हेलो भनिदिनु न मेरो भ्लगमा। सो के गर्छौँ, कस्तो कस्तो हुन्छ हाम्रो दिन। के रे दाइ? सो गाइज हेर्दै गर्नु होला, बिचमा भेटौँला है। हामी चाहिँ बिस्तारै जान्छौँ होइन, नो रस, हामीलाई हतार छैन। सो हामी धेरै पछि होइन ब्लग हान्दैछौँ केटा हो।
ओए चेकिङ रहेछ के हो आज त के हो केसको चेकिङ हो स्पिड चेकिङ त होइन नि केसको चेकिङ हो आज धेरै पछि चेकिङ देख्न पाइयो जोटी इन्टरप्राइजेस म्याप हेर्नुहुन्छ साथी तिमीले ब्ल्याक बेस कतिमा हालेको नर्मल हो कतिमा हालेको 35 मा केही भन्दैन ट्राफिकले ल फाइनल गाइज हामी चाहिँ पुगिसक्यौँ सपमा है यो चाहिँ अर्कोवाला हो यसको चाहिँ यो भाइजर अलिकति त्यो डिफ्रेन्ट अलिक दामी देखिन्छ कि जस्तो लाग्यो हेरौँ त दाइ दामी देख्यो है दाइ ल कस्तो दामी देखेको यार यो व्हाइटवाला पनि थियो कि यहाँ होइन यो वाला हेलमेट भन्नु कलर चाहिँ व्हाइट तर ब्ल्याकै दामी देखिन्छ सो गाइस फाइनल्ली भइसक्यो टक्क लाएर नयाँ भाइजर ल गाइस भाइजर पनि भयो नयाँ हेलमेट पनि भयो बस सो गाइज यहाँ धेरै 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 तपाईँलाई जे चाहिने छ कि जे होस् होइन अङ्कलले सब राख्नु भएको रहेछ जकेट हेलमेट बाइकको कलर कम्बिनेसन सेक्सी देखिया भयो All liars, all of you fucking liars, masters of the lie, the visual lie. Look at you. सो हामी चाहिँ एकछिन घुम्न जान्छौँ केटा हो अब चाहिँ सो भाइजर पनि आइसक्यो चट्टो पाराले सो अनि गाइज यो हेलमेट चाहिँ मेरो दाइले मलाई गिफ्ट दिनुभएको थियो सो मेरो अजित दाई उहाँको ब्लेसिङ्सले गर्दा हेलमेट पाएको हेलमेट र भाइजर दुबै है एन्ड थ्याङ्क यू सो मच मेरो दाई लभ यु मेरो दाई सो दामी देखिरहेछ भने है भाइजर कस्तो गुड देखिरहेछ यार हजुर खै नेपाली झन्डा मात्र छ झोले त भन्न नमिल्नु पर्ने हो काठमाडौँमा रन्का बाले रन्काइदे भनेर हामीले त्यसरी अनुरोध गरिदिने